कसको गल्ती हो पावरफुल बनाउँदैछन् अनि क्यामेरा खोल्ने बित्तिकै म्याजिक हुन्छ, के हुन्छ के हुँदैन भनेर नसोच्ने। वी विल कल यु लेटर। यो भिडियो हेरेर कोही रिसाउँछ, कोही हाँस्छ, तर ट्रुथ जे हो त्यही हो। सुन साथी हो, जो जति मेहनत गरे पनि, पढाइ लेखाइ गरे पनि आखिरमा पैसा कसले कमाउँछ? जो क्यामेराको अगाडि हेलो गाइज बेला बेला भन्छ। हामी चाहिँ के गर्छौँ? बिहान उठेर मेहनत गर्छौँ, साँझ घर आएर थाकेर सुत्छौँ, अनि पैसा एक्सपिरियन्समा के हुन्छ के हुँदैन भन्ने। अरूले भन्छन् पढाइ गरेर सब ठिक हुन्छ, पढ्यो डिग्री गर्यो, जब इन्टरभ्यू दिन जाँदा एचआरले भन्छ वी विल कल यु लेटर, अनि क्यामेरा खोल्ने बित्तिकै म्याजिक हुन्छ। गाइज, आज म चिया खाँदै ब्लग बनाउँछु। भ्युज, लाइक, कमेन्ट, सेयर, पैसा, यो सिस्टम कसको गल्ती हो? कि हामीले ट्रुथ एक्सेप्ट नगरेको हो? हामीले रियल भन्दा मोटिभेसन धेरै हेर्छौँ अनि सोच्छौँ भोलिदेखि म पनि सक्सेसको अगाडि जान्छु, तर भोलि हुँदा को गर्छ भन्दै सोच्छौँ। साँच्चै भन्नुपर्दा ट्यालेन्ट भन्दा धेरै टाइमिङ, कन्फिडेन्स र क्यामेरा इम्पोर्टेन्ट छ साथी हो। क्यामेरा अगाडि बोल्न सक्नेले स्टेज पाउँछ, बोल्न नसक्नेले कमेन्टमा गाली पाउँछ, भ्युज आउँदैन, सेयर आउँदैन, कसैले सब्सक्राइब गर्दैन, फलो गर्दैन। त्यसकारण जे जति मेहनत गरे पनि आफ्नो स्किललाई क्यामेराको अगाडि हेराउन पर्यो, आफूले प्रमोट गर्न पर्यो आफ्नो स्किल के हो भनेर। यदि केही आउँदैन भने एउटा भिडियो बनाउनु कन्ट्रोभर्सियल नहोस्, अरूले नेगेटिभ नसोचोस् भन्दै आफूले एडिटिङ गर्ने के गर्ने भनेर एउटा सिङ्गल टेक बनाउने र राम्रो बोली नभए नि क्यामेराको अगाडि आफूले बोल्न सक्ने यस्तो स्थिति बनाउनु, आफूमा कन्फिडेन्ट लाउने, के हुन्छ के हुँदैन भनेर नसोच्ने। सुरुमा यस्तै लाग्छ, के बोल्नु के नबोल्नु, लाइफ के हुन्छ, सबले टेन्सन लिन्छन्, तर यस्तो हुँदैन। जे हुन्छ सब ठिक हुन्छ। आफूले मेहनत गर्नु पर्यो, कन्फिडेन्ट हुनु पर्यो, क्यामेराको अगाडि बोल्न सक्नु पर्यो, टाइम वेस्ट नगर्ने। यदि अरू कोहीले कसले के भन्छ, चार लोग क्या बोलेंगे, यो केही छैन। चार लोग कहाँ छन्? एडिट गर्यो, पोस्ट गर्यो, लाइक आउँछ आउँदैन, एक दिन आउँछ, लाइक आउँछ, कमेन्ट आउँछ, स्किल आफूले सिकिन्छ। भिडियो बनाएर यस्तै गरी अगाडि बढ्नु ठिक हो। जीवनमा के नै छ र? अगाडि बढ्ने, आफ्नो काम गर्ने। चार लोग क्या बोलेंगे, कोही छैन चार लोग बोल्नेवाला यहाँ। एक दिन हेर्छन्, हाँस्छन्, सक्यो कुरा। त्यसपछि केही छैन, कोही आउँदैन बोल्नेवाला। यस्तै मेहनत गर्यो भने आफूले एडिटिङ सिक्न सकिन्छ, भिडियो अगाडि कसरी बोल्न सकिन्छ, स्क्रिप्ट कसरी लेख्ने, बोल्ने। यदि आइडिया छैन भने युट्युबमा गएर हेर्ने, कपी पेस्ट गर्ने। यस्तै हो। हामीले के गरिन्छ, कसरी सुरु गर्ने, के गर्नु। केही आउँदैन भने एडिटिङ बेसिक सिक्ने, कहाँ फास्ट बोल्ने, कहाँ स्लो बोल्ने, कहाँ चुप बस्ने भनेर आफूले इम्प्रुभ गर्ने, कम्युनिकेट गर्ने। आरामले सब चिज हुन्छ। आखिर सुरुमा सबले थोरै गर्दै आफूलाई इम्प्रुभ गरेका छन्। सबले एकैचोटि ट्यालेन्ट पाएका छैनन्। यस्तै धीरे बोल्दै तिनीहरूको इम्प्रुभमेन्ट भयो, आफूलाई स्ट्रङ बनाए, पावरफुल बनाउँदैछन्। ल साथी हो, अब जस्तो तिमीलाई लाग्छ के लाग्छ कमेन्टमा आएर कमेन्ट गर्नु। म यस्तै भिडियोहरू हाल्दै गर्छु र कुन टपिकमा चाहियो त्यो पनि टपिक भन्नु। आई विल ट्राई माई बेस्ट। धन्यवाद। हस्, थ्याङ्क यू।